विश्वास गराउनुले नियमित पुस्तकालयको उपयोग गर्नु नै आजको आवश्यकता छ। सँगसँगै मैले आज 17औं राष्ट्रिय पुस्तकालय दिवसमा यो दिवस अज्ञानताको अन्धकारलाई हटाई ज्ञानको ज्योति फैलाउन सक्ने एक बलियो आधार पनि हो पुस्तक। यसै पुस्तकको माध्यमबाट हामीले हाम्रो वास्तविक अस्तित्वको अनुभूति गराउनुका साथसाथै हामीले हाम्रो मानव चोला लिइसकेपछि यस मानव चोलालाई कसरी सार्थकता र अर्थयुक्त तुल्याउन सकिन्छ भन्ने विषयको ज्ञान गराउँछ यस पुस्तकबाट नै। मौन भएर पनि हाम्रो असल मित्र बन्न सक्ने, साँच्चै भन्नुपर्दा हामी मानिसहरूको शुभचिन्तकको जस्तो लाग्छ यो पुस्तक, जसले पुस्तकसँग बलियो मित्रता गाँच्न सक्छ। Waste any like you can waste any environmental materials like you do not have to buy books or this will preserve environment for wasting all the books. परिवेशमा एकदमै महत्त्वपूर्ण छ। साथै मानव जीवनमा पनि हामी प्रकृति मानव प्रणाली प्रकृति सबैभन्दा ठुलो शिक्षालय र त्यो शिक्षालयलाई समेट्ने पुस्तकालय शब्द संस्कृत भाषाको दुई पद मिलेर बनेको छ पुस्तक अनि आलय। पुस्तक भनेको विद्वानका लेख रचनाहरू धर्म ग्रन्थहरू पाण्डुलिपिहरू बुझ्छौँ भने हामी आलय भनेको घर मन्दिर यी ग्रन्थहरूको यी पुस्तकहरूको आलयलाई पुस्तकालय भन्छौँ जुन हामी मानव पढेर Studying alive. What it means that without library, it means lack of education and lack of development progress in our country as well as all the world. And how we understand library? Mostly we think that library is just a room of place where lots of history books and lots of book story in different categories. अल्बिता शेर्पाको तर्फबाट नमस्ते प्रसिद्धले र आज 7औं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा निरन्तर शिक्षाको लागि पुस्तकालय दिने विषय ताम्रपत्र भोजपत्र शिलालेख जस्ता हस्तलिखितहरू जस्ता गुम्बा मन्दिर विहार चम्पे मस्जिदमा चाहिँ संरक्षित गरेर राखेको पाइन्छ। पुस्तकालय हामीले व्यवस्था पुस्तकालय बनाएर मात्र हुँदैन, त्यसले हामीले उचित व्यवस्था गर्नुपर्छ। उचित व्यवस्थापन गर्नका लागि निरन्तर शिक्षाको लागि पुस्तकालयको विषयमा भारतीय दार्शनिक एसआर रमनाथले 5 नियम प्रतिपादन गरेका छन्। ती 5 नियम के भन्दा Yeah.
गर्न सक्दैन। त्यस्तै गरी हामीले गृहस्थ हिसाबले हेर्ने हो भने पनि कुनै एउटा घरमा पति पत्नीको राम्रो सम्बन्ध नहुँदाखेरि चाहिँ हाम्रो जस्तो अविकसित मुलुकहरूमा उसले घरका काम पनि गर्नुपर्ने हुन्छ र बाहिरका काम पनि गर्नुपर्ने हुन्छ। ऊ दोहोरो मारमा परिरहेको स्थिति छ र कतिपय पुरुष साथीहरू उहाँहरूले सहयोग गर्नुहुन्छ, ही फर सी सी फर ही भन्ने मान्यता राख्नुहुन्छ र हामीले पनि गर्नुपर्छ भन्ने मान्यता राख्नुहुन्छ। दिदी बहिनी हो महिलाले चाहे परिवर्तन हुन्छ पक्कै परिवर्तन हुन्छ पक्कै नेतृत्वमा आए दिदी बहिनी हो नेतृत्वमा आए दिदी बहिनी हो नेतृत्वमा आए दिदी बहिनी हो नेतृत्वमा आए जुन एउटा मलाई एउटा निर्णय गर्ने एउटा अवसर प्रदान गर्नुभएकोमा लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय क्याम्पसलाई म धन्यवाद दिँदै मेरो आफ्नो मन्तव्यलाई यहीँनिर विश्राम गर्छु। हस्, धन्यवाद। जुन बेला हामीले देखिरहेका चिजहरू हो, जुन परिवेशमा आउँदै आएको चिज हो, समयको परिवर्तनसँगै परिवेशको परिवर्तनसँगै समय सापेक्ष यसले पनि विभिन्न रूपहरू लिन लागेका छन्। अहिले समय सापेक्ष विभिन्न जल्दो बल्दो मुद्दाहरूलाई इस्युहरूलाई लिएर समाजमा एउटा चेतनामूलक सन्देशमूलक गीतहरूको आयोजना पनि गरिरहेको छ। केवल यो मनोरञ्जनको लागि मात्रै होइन, यो मनोरञ्जनको लागि मात्रै होइन, यसको माध्यमबाट हामीले जुन पर्वलाई संस्कृतिको रूपमा मनाउँदै आएका छौँ, जसले एउटा संस्कृतिको एउटा महत्त्वपूर्ण स्थान दिएको छ, त्यसलाई प्रथम द्वितीय तृतीय स्थान बाध्य भएर हामी छुट्याएका हौँ। सबैको नृत्य राम्रो थियो, उत्कृष्ट थियो, तैपनि मूल्याङ्कनकर्ताहरूको एउटा बाध्यता हो
छुट्याउनु पर्ने बाध्यता हो। त्यसैले अप्ठ्यारो नमानिकन तपाईँहरू अगाडि आइदिनु होला। 17औं पुस्तकालय दिवस वक्तृत्व कला प्रतियोगिता र 30 गीत प्रतियोगितामा भाग लिनुभएका सम्पूर्ण विद्यार्थीहरूलाई पुरस्कार र खाता अर्पण गरी कार्यक्रम कुशल र मङ्गलको साथ आजका लागि यति नै। धन्यवाद।